प्रधानमन्त्री कपमा आसिफ शेखको कमाल बने 200 रन पूरा गर्ने पहिलो खेलाडी। नेपाली क्रिकेटको घरेलु संरचनामा एउटा नयाँ इतिहास लेखिएको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा एफएफ क्लबका ब्याटर आसिफ शेखले कीर्तिमानी दोहोरो शतक प्रहार गरेका छन्। वीरगञ्ज स्थित नारायणी क्रिकेट मैदानमा मध्य प्रदेश विरुद्ध विस्फोटक ब्याटिङ गर्दै आसिफले यो ऐतिहासिक दोहोरो शतकको उपलब्धि हासिल गरेका हुन्। यो सँगै आसिफ पीएम कपको इतिहासमा 200 रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। आसिफले केवल 137 बलमा आफ्नो दोहोरो शतक पूरा गर्दै मैदानमा चौका र छक्काको वर्षा गरेका थिए। उनले 142 बलमा 15 चौका र 17 छक्का हान्दै 208 रन बनाउन सफल भएका हुन्। यसअघि पीएम कपको इतिहासमा कुनै पनि ब्याटरले 200 रनको आँकडा छुन सकेका थिएनन्। आसिफको यो 208 रनको इनिङ्स अब पीएम कपको इतिहासमा कुनै पनि खेलाडीले एकै इनिङमा बनाएको सर्वोच्च व्यक्तिगत स्कोर बनेको छ। घरेलु टोली मध्य प्रदेशका बलर विरुद्ध निरन्तर दबाव बनाएका आसिफले एपीएफलाई विशाल योगफलतर्फ डोराएका छन्। यो पारीले आसिफको ब्याटिङ कौशल र फर्मलाई पुनः एकपटक प्रमाणित गरिदिएको छ।